Good morning everyone. सबैलाई सुप्रभात छ, शुभ बिहानी। आज बुद्ध जयन्तीको दिनमा सबैलाई शुभकामना छ। बुद्ध जयन्तीको आज बुद्ध भगवानको बर्थडे हो। म चाहिँ भर्खर उठेको है, भर्खर उठेको। यो तपाईलाई कतिको हुन्छ देखाइदिन्छु। बुद्ध जयन्तीमा मान्छे हाम्रो गुम्बामा सबैलाई सेकेन्ड ब्लगमा पनि स्वागत छ है। यसरी नै हेर्दै जाउँ होला है सबैजना। अनि म फ्रेस भएर भेट्छु है गाइस। हेलो गाइस, फेरि भेट्यौँ है। म चाहिँ अब अचार पिस्नु आँटेको। अचार पिसेर खाना खाएर तयारी भएर जाने हो हामी चाहिँ है गाइस। आज चाहिँ मेरो आमा छ। आमा या माम हेलो भन्नु न। हेलो भन्नु न। हेलो। मलाई हेर्छ डरै लाग्दो मामले त है। मामले डरै लाग्दो हेर्दैछ गाइस। अब यहाँ अचार पिनेर रोटी खाएर चाहिँ तयारी भएर चाहिँ जाने हामी चाहिँ है। त्यहाँबाट देखाउँछु परको जनसङ्ख्या है गाइस। भेट्दै गरौँ यसरी नै। हाई गाइस, अब चाहिँ हामी गएको होइन। म ड्रेसअप मेरोमा चाहिँ लगाइरहेको छु। यसले यस्तो ड्रेसअप छ। हामी चाहिँ अब गएको गुम्बा, मतलब पहिला पैसा ल्याउनु जानुपर्छ। ऊ काकीमा पनि तयारी हुँदैछ है काकीमा। अनि हामी हिँडेको है र। अनि है अब फेरि पैसा ल्याउनु जानुपर्छ। छाता पनि बोकेको छु। पानी दिन यस्तो छ कि गाइस। अन्त चाहिँ अब पहिला जान्छु है। पैसा भन्दैछ अहिले पनि। भक्तको पनि पैसा लिएर आमा भएको पुऱ्याउनु आएर त्यहाँबाट जान्छु हामी चाहिँ। हामी चाहिँ गएको हो अब मकै बारी तरेम तरेम भन्ने गीतहरू छ नि है। अबे तसेमा अरे तरेम तरेम हुन्छ। लुना रहेछ हो। हामी चाहिँ जान्दैछु यो बाटोबाट। हेर्नुहोस् त्यहाँबाट चाहिँ दामी देख्थ्यो कि, तर अहिले चाहिँ धुम्म छ र तपाईँहरूले भ्यू देख्नु सक्नुहुन्न। गुम्बामा है पैसा चढाउनु त चाहियो। अन्त चाहिँ पैसा आमाले हालिदिनु भनेर हालिदिनु। दीक्षण पनि जान्दै रहेछ गाइसबाट। दीक्षण पनि जान्दै रहेछ। फर्किन त यो दोकान गएको हामी चाहिँ पैसा मात्र ल्याउनु म त झन्। हाई गाइस, म चाहिँ दीक्षण तामाङ जयन्तीमा जान्दैछु होइन। बाबुको यसलाई के भन्छ भन त? खेन्जा बोक्ता गाउनु हुँदैछ। हजार उपर आऊ यहाँ हेरिदिनु। ए यहाँ छैन हिजो एउटा पसिसक्यो। मैले लाइक हानिदिएको तिम्रो भ्लग फर्स्टमा आयो के भएको? मलाई पैसा दिनु न। अब जिपे गरिदिनु भएको छ कि? बस्छ पैसा माग्नु त म भाडा पाउँछ। मलाई फेरि कल दिनु न। दिँदा के गर्नु मात्रै जान्छ। म त नौटा के दिनु बेटा तल? छोरा लु के भइरहेको? मनी गिभ मी मनी। वाङ्दी जुजुले 200 हालिदिनु भएको छ। के भन्दैछ? अहिले मलाई 300 रुपियाँ ल्याइदियो ल। चेन्जै छैन। तपाईँले ल्याइदिनु होला है। चेन्जै छैन। 300 रुपियाँ है। अन्त आमाले अन्त अब म चाहिँ कसरी आमालाई पनि नदिउँ बा। जुमिन उता निक्ली छिटो। फोनको धुनमा हेर्नु गाइस। फोनको धुनमा त्यता गयो खेर। अब आसु आमा पनि परेछ। बडा बडा ऊपर बडा जाय। हजुर पुन्टे
ओइ पुन बोला बोला माथि निक्लिन बस्दै गर त्यहीँ आउँछु हामी खासमा दार्जिलिङमा जान आँटेको थियो कि तर नगएको नि त यहाँ नानाहरू थियो अब उनीहरूलाई सधैँ अब हाम्रो पार्टी हाम्रो ग्रुपलाई छोडेर कहाँ जानु भनेर चाहिँ एक्लै किन जानु भनेर चाहिँ नगएको नि त हो बिचरा फेरि 3 जना मात्रै हुन्छ हो 3 जना मात्रै के घुमोस् है म पनि छु भने अलिक इन्टरटेनमेन्ट पनि हुन्छ त्यही भएर चाहिँ अहिले चाहिँ अब गएको अब चाहिँ हिँडेको गाइस अब चाहिँ हिँडेको पक्का किनकि अघि दिन हिँडेको भन्दै थियो कि अब चाहिँ पक्का हिँडेको यिनीहरूलाई पर्खेर नगर नै पर्खेर वाक्कै लाग्यो मलाई चाहिँ अब मलाई खालि हिँड्ने यिनीहरूलाई पनि लाग्यो होला सायद हो तर मलाई चाहिँ एकदमै ज्यादा लाग्यो अब खै नघुमिरहँ न अल्छी लागिसक्यो होइन खै एउटै जग्गा आएकोले वाक्कै भइसक्यो होला है मलाई पो वाक्कै भइसक्यो त अब चाहिँ चल्दिएको है गाइस अब चाहिँ साँच्चीको यही चल्दिएको योपालि पनि मुर्छ्याउनु नि फाइनल्ली गाइस हामी यहाँ आइपुगे हो अस्ति थियो नि यहाँ ओत लागेको जग्गा आइपुग्यो ओत लागेको अस्ति यहाँ हामी फर्स्ट भिडियोको उयो थियो नि आउँदैछौ बिस्तारी नै यो ओत लागेको जग्गा हो अस्तिको याद गरिदिनुहोस् होला हेर्नुहोस् होला त्यो भिडियोमा है धुम्माटर घाम लाग्नु नि होइन कि त न लाग्दो उनीहरू त उयोमा पनि निक्लिन्छु भन्दै थियो त माथि टेलरकोमा पो धत जाउँ न हिँड्दा गरौँ हुन्छ कहिले हो जाँदै गरौँ भनेको नि गएको रिसिन्छ रिसी बस्नुहोस् नै रिसिँदै गर्छ है रिसिँदै गर्छ भ्लगर कहिले रिसिन्छ है यस्तो हुनुहरू नि हात कल्यो हात लाग्दो पर्खिनुपर्छ अब पर्खेको फेरि यही चौथारामा पर्खेको चौथारामा ए हाम्रो यताको भ्यू चाहिँ यो माथिबाट जानुपर्छ यस्तो लाग्दो गाइस अल्छी लागिसक्यो पर्खेकोले नै भक्कै लाग्दो यही रोड आउँदैछु कहिले दिन कति घन्टा भइसक्यो यहाँ बसेको चाहिँ अब रिल्स बनिसक्यो हाम्रो छैन अल्छी लागिसक्यो गाइस अब म त हिँडेको गरिदिन्छु अब म पर्खिरहँदिनँ अल्छी लाग्यो यिनीहरू कहिले हो लेट्दै मुलाहरू त्यहाँ हिँड्दै होला कि कराइदिन्छु त गाडी आयो गाइज अल्छी लागिसक्यो जुन भाउजू प्रेस त आउनी तर अन रहेछ एकछिन गाइज नित्य कहाँबाट आएको अरे लु तल मेमेलाई नमस्ते गरेर आएको छेउछेउ गरिकन आएको दवा नाच्दा सक्यो भन्छु नि माथाको यो चाहिँ त्यसै पुरुका उल्टा खिचेर मोरे गाइस उल्टा पार्टी भयो ब्लग मैले मोरे भने
जुम भयो म त पर्खिँदिनँ अब भयो पक्कै लाग्यो मलाई पर्खेकोले कहिले यसरी पर्खेर त आमा हामी निस्केको कहिले भन्ने जस्तो गाइस घरबाट मैले कहिलेदेखि हिँडेको अब चाहिँ गएको भनेर भनेको होला हो दादाको नम्बरमा कल गर त टाइम छैन पर्खेकोले भक्कै लागिसक्यो नाना हौ भनेन उहाँ पुगेर ए देखेँ नि त्यसो मैले कन्टिन्यू हेर्दै पर्खेकोले कति घन्टा भइसक्यो भने चाहिँ अब हामी हिँडेको घरबाट कति भइसक्यो एकजना पर बसिरहेको दावा बिचारा रुइन्छ त्यो त जान्छ बोला त मेरो ड्रेस सब चाहिँ छ हेर्नुहोस् ला गाइस मेरो हात देख्यो टिके छ ड्रेस सब चाहिँ गाइस अहिले चाहिँ रात परिसकेको छ होइन अन्त हामी चाहिँ गाडी पर्खिरहेको छु होइन गाइस महिन्द्र थार आयो है ऊ सेसन पर्खिनु भन्ने काम चाहिँ नगर्नु होला कसैले पनि है त्यसरी पर्खिनु हुँदैन गाइस एकछिनमा भेट्छु ल म यहाँबाट कल गर्छु हाई गाइस हेलो सबैलाई अब चाहिँ हामी पुगेको अलिक माथि एउटा छाता टाउकै ठोकिसक्यो ए म त यस्तो सोचिरहेको थिएँ एक गोलायो भनेर सोचिरहेको थिएँ ए ल गाइस हामी चाहिँ अब चाहिँ पुगे अब यहाँको जनसङ्ख्या देखाउँछ लाइनहरू लाग्नुपर्छ कि क्या हो यसै हेर्दा विचारमा उयोबाट देख्दाखेरि मसँगै हिँडै यहाँ यस्तो रहेछ हेर्नुहोस् पुरा कसरी बनाउनु ब्यागबाट बनाइदिउँ ब्यागबाट बनाउँछु र गाइस बनाएर हुँदो रहेछ यहाँ यस्तो बनाएछ यहाँ यस्तो बुद्ध भगवानको यहाँ थियो यहाँ नबोला मसँग त भयो तिमीहरू उनीहरू गाइस यस्तो भित्र जस्तो छ भित्र जाउँ भित्र ओइ भित्र जानु है गाइस हेर्नु यहाँ प्रसाद रहेछ हो यहाँ मानिस त हेर्नु न अब भरे तपाईँ यसमा आउँछ हाम्रो चाहिँ गुम्बामा यस्तो हुन्छ है गाइस पक्रा न फोन लेस बान्छु म कसले भनेको यिनीहरूसँग हजुरकै इच्छा म चाहिँ घर जान्छु मेरो पैसा त अवाकमा छ देऊ न भन न त्यसलाई त्यो त खानु पर्छ के हो ऊ जुत्ता लाउँदैछ अझै खै यसको गम्बुट है यस्तो हुन्छ है गाइस हाम्रो जनसङ्ख्या ल साथीहरु नरिस ल भेट्दा चाहिँ जान्छ अरे हो अब हामी चाहिँ घर जान्छु आजको ब्लगमा तपाईँहरूलाई यसमै थियो यति नै थियो ओइ बानेको पनि छैन जान्छु होला को भन्दा म गएको केही छ अब हामी चाहिँ एकछिन त ढोक गर्नु मात्रै आएको थिएँ गुम्बामा हाम्रो गुम्बा देख्नु भएर मैले सुङदिम बानेको छुइनँ हो है अब चाहिँ घर जान्छु यिनीहरू चाहिँ जान्छ अरे चाहिएर जतासुकै जाओस् हो मलाई परवाही छैन मलाई चाहिँ घर गएको अब
खै हो अब चाहिँ घर गएको हामी चाहिँ यो बाटोबाट अब चाहिँ भाइ म त एक्लै हो अब त एक्लै हो होइन एक्लै नै हुन्छ यताउता कसैलाई नहेरी बोलायो भने पनि बोलाइ हुँदैन यतिको धोका चाहिँ नहोस् भनेको कसैलाई पनि आउँदैछ कस्तो छोपेको ल बाई बाई अहिले भेटौँ है गाइस पार्टी चेन्ज गरिहाल्यो हाम्रो त पाकिरहेको छ आमा छ मात्रै र माम हुन्छ हाम्रो त हमेसा बिचमा कस्तो भयो है गाइस यो ब्लग हेरेर चाहिँ कमेन्ट गर्नै होला किनकि अब भिडियो बनाएको खुट्टा के भएछ घरमा गएर एक रिल्स बजाएर चाहिँ खाना खाएर चाहिँ गेम खेलिदिने हो गाइस पठाइनु चाहिँ कल गरिदिइहाल्छु चिप्लेको जग्गा आइपुग्दो रहेछ म त यताबाट जानुपर्छ आज को जान्छ यो Đâu còn rồi. त्यसलाई बोलाएला पहिला आउँदैन त्यो हेर्ला आजको चाहिँ हरेस लाग्दो भयो अलिकै माफ गरिदिनु होला त्यसको लागि अहिले घर पुगेर गर्छु म गाउँ आइपुगेर चाहिँ घर फर्केको हामी चाहिँ अलिकति मन दुख भएर है गाइस अहिले भेटौँ घर गएर फाइनली गाइस म चाहिँ घर आइपुगेँ है तर यस्तो रिस उठ्यो आजको दिनमा मलाई त्यो चाहिँ मेरो मनमै छ है के भयो कसो भयो होइन भइहाल्छ त्यस्तो त गल्यो थाक्यो आजको ब्लग चाहिँ यति नै थियो मम्स आजको चाहिँ यति नै थियो है समाप्त अब चाहिँ यहाँ घरमा मेरो घरमा आइपुगेँ धन्यवाद तपाईँहरूलाई मेरो ब्लगमा सपोर्ट गरिदिनु भएकोमा यसरी नै सपोर्ट गर्दै जानुहोस् होला मेरो च्यानललाई सब्सक्राइब सेयर लाइक गर्दै जानु कमेन्ट गर्दै जानुहोस् होला है थ्याङ्क यू यतिको लागि बाई